हेलो ट्रेडर्स, तपाईहरुले पनि लाग्छ होला कि कुन आइपिओ राम्रो जसमा धेरै भन्दा धेरै रिटर्न मिलोस्। त आजको भिडियो यही बारेमा ल उता स्टार्ट गरौँ। सो ट्रेडर्सहरु, मैले सेयरहरुको बारेमा धेरै नै रिसर्च गरेँ। नेप्सीको चार्टहरु हेरेँ, मार्केट फन्डामेन्टल बुझेँ र मार्केट डेट बुझेँ। त्यस अन्तर्गत मैले यसलाई क्लास ए देखि क्लास डी सम्म बाँटेँ। त्यस अन्तर्गत यो सबैहरुलाई राखेको छु। क्लास ए मा आउँछ टप क्लास, जसमा धेरै नै बेस्ट पर्फर्मेन्स कम्पनीहरु आउने गर्दछ, जस्तै युनिलिभर नेपाल लिमिटेड, बोटलर्स नेपाल लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेड। जस अन्तर्गत युनिलिभर्सको अहिलेको हाल प्राइस रहेको छ 47,000 र बोटलर्सको रहेको छ 12,000 र राष्ट्रिय बीमाको रहेको छ 15,000, जो धेरै नै हाईमा रहेको छ। यति हाई कसरी भनेपछि कम्पनीको पर्फर्मेन्स राम्रो, टाइम टु टाइम डिभिडेन्ड दिने र त्यसको डिमान्ड पनि राम्रो। क्लास ए मा रहेका कम्पनीहरु क्लास बी सी देखि नै उता माथिरहेका हुन्छन्। त्यसैले कुनै पनि सेयरको राम्ररी मार्केट ग्रोथ हेरेर होल्ड गर्नुहुन्छ भने त्यो पनि क्लास ए मा हुन सक्नेछ। अब पालो क्लास बी को, जस अन्तर्गत रहन्छ माइक्रो फाइनेन्स एन्ड म्यानुफ्याक्चरिङ कम्पनी। जस अन्तर्गत माइक्रो फाइनेन्स कम्पनीमा पर्ने रहन्छन् आत्मनिर्भर लघु वित्त, उपकार लघु वित्त, स्वावलम्बन लघु वित्त र स्वास्थ्य लघु वित्त। यस्तै नै अरू पनि रहने गर्दछ। यसले धेरै भन्दा धेरै राम्रो फाइदा दिने गर्दछ। मिनिमममा 15 देखि 20,000 सम्म रिटर्न र म्याक्सिमममा 40 देखि 50,000 सम्म रिटर्न दिन सक्छ। तर कुनै केसमा यो अलिकति कम पर्फर्मेन्स गर्न सक्ला र धेरै पनि पर्फर्मेन्स गर्न सक्ला। यो सब शेयर होल्डर र मार्केट ग्रोथको भर पर्छ। अब पालो क्लास बी मा रहेको म्यानुफ्याक्चरिङ कम्पनीहरुको, जस अन्तर्गत छन् युनिलिभर, बोटलर्स, सेल, एसवाई प्यानेल, सागर, एसजिएल, जसले धेरै नै राम्रो रिटर्न दिने चान्स हुन्छ। जस्तै कि युनिलिभर र बोटलर्स अहिले क्लास ए मा रहेको छन्, जसले धेरै नै राम्रो पर्फर्मेन्स गर्यो र क्लास ए मा छ। त्यसैले यी कम्पनीहरुले राम्रो पर्फर्मेन्स देखायो र तपाईले राम्ररी होल्ड गर्न सक्नुभयो भनेपछि यो पनि क्लास ए मा जाने चान्स धेरै नै हुन्छ। अब पालो क्लास सी को, जस अन्तर्गत रहेको छ होटल एन्ड टुरिज्म, जसमा पर्ने गर्दछ तारागाउँ होटल, ओरिएन्टल होटल, सोल्टी होटल, सिटी होटल, यसै नै अरू पनि छन्। यसले पनि धेरै नै राम्रो पर्फर्मेन्स गर्छ र धेरै नै राम्रो रिटर्न दिन सक्छ। त्यस अन्तर्गत तपाईले यसले पनि राम्ररी होल्ड गर्नुस् र मार्केट ग्रोथ बढ्यो भनेपछि यसले पनि धेरै नै धेरै प्रफिट दिन्छ। अब पालो क्लास डी को, जस अन्तर्गत छन् हाइड्रो पावर, बैंक एन्ड ओडर्स। जस अन्तर्गत हाइड्रो पावरमा पर्ने गर्दछ सनबी, ढेल, बङ्गाल, वरुण, यस्तै नै धेरै नै छन्। यसले धेरै राम्रो पर्फर्मेन्स गर्ने गर्दछ, जसमा 800 देखि 900 सम्म प्रति किता म्याक्सिमम जाने गर्दछ। यसै गरी क्लास डी मा रहेका बैंकहरु, जस अन्तर्गत छन् कुमारी बैंक, एग्रिकल्चर बैंक, हिमालयन बैंक, सिटिजन बैंक। यिनीहरूले पनि मिनिमम प्रफिट दिने गर्दछन्, जस्तै कि 200 देखि 300 प्रति किता। तर पनि यसले राम्ररी डिभिडेन्ड दिने गर्दछ र कुनै बैंकले धेरै नै राम्रो पनि प्रफिट दिन सक्छन्। त्यसैले यसमा पनि आइपिओ भर्नुस् र राम्रो ग्रोथ भएपछि यसले पनि राम्रो प्रफिट दिन्छ, किनकि यसले पनि टाइम टु टाइम डिभिडेन्ड दिएको हुन्छ, जसले गर्दा राम्रो प्रफिट हुने गर्दछ। सो ट्रेडर्सहरु, यसको मतलब आइपिओ नराम्रो छ भने नभने यस्तो होइन। कुनै पनि आइपिओ राम्रो नराम्रो हुन्न। सबै आइपिओ राम्रो हो र प्रफिट सबैले दिन्छ। तर कुरा यस्तो हो, तपाईले राम्रो त्यसको ग्रोथ, पर्फर्मेन्स र होल्डिङ गर्नुभयो भनेपछि सेयरको प्राइस बढ्छ। त्यसको डिमान्ड जति बढ्यो त्यति नै यसको प्राइस पनि बढ्दै जान्छ। तर यस्तो हो, सप्लाई फेरि धेरै भइगयो भनेपछि त्यसको प्राइस घट्दै जान्छ। त्यसैले सेयरको प्राइस बढ्ने नबढ्ने यो सबै सेयर ओनरमा र मार्केट पर्फर्मेन्स र कम्पनीको दिने डिभिडेन्डमा भर पर्दछ। सो आइपिओ भर्न कहिले पनि नछोड्नुस्, तर त्यसको मार्केट एनालाइसिस गरेर त्यसको प्राइस कतिसम्म जान्छ भनेर राम्ररी बुझेर होल्ड गर्नुस् र त्यसको राम्रो प्रफिट लिनुस्। बस यति नै कुरा भन्न चाहन्छु म तपाईहरुलाई र अघिको भिडियोमा फेरि नै भेट गरौँला। अहिलेको लागि तपाईले सब्स्क्राइब र लाइक गरी शेयर पनि गर्नुहोला। ल त बाइ बाइ ट्रेडर्स।